यो नेल लगाएर आएको खगेन्द्र सुनार हो। बाको दाइ बाउजूको हातखुट्टामा तेल लगाएर आएको खगेन्द्र सुनार होइन। गणेश नेपालीको आत्मदाह पछाडि एमाले नेता ऐन महरले संसदमा एक दिन बालेन मुर्दाबाद भनेका थिए। त्यस पछाडि त्यसको प्रति उत्तर दिँदै खगेन्द्र सुनारले यस्तो मिठो अनि इपिक आन्सर दिएका छन्। आज हामी चाहिँ त्यही भिडियोलाई रियाक्ट गर्नेवाला छौँ। ढिला नगरिकन सुरु गरौँ है त। दलितहरूको हत्या भएको छ। क्रान्तिकारी साथीहरूलाई मेरो भन्नु यति मात्र छ, अहिले बालेनको मुर्दाबाद भन्ने क्रान्तिकारी साथी तपाईँकै छेउमा बसेको मित्र गृहमन्त्री हुँदै गर्दा 6 जना मान्छेको हत्या भएको थियो। बालेनको मुर्दाबाद भन्नेले, अहिले बालेनको मुर्दाबाद भन्ने कमरेडले त्यति बेला बाको मुर्दाबाद भन्न सक्ने दम छ हामीसँग। मैले चाहिँ अस्ति यो हाम्रो यो गणेश नेपालीले जुन आत्मदाह गर्यो नि, त्यस पछाडि प्राय मान्छेहरूले के भन्यो भने खगेन्द्र सुनारले चाहिँ दलितको विषयमा बोलेन भने होइन। अनि त्यस पछाडि मलाई पनि मनमा एउटा कुरा के लागेको थियो भने होइन, दलितको विषयमा बोल्ने हो, तर दलितको विषयमा कहिले बोल्ने भन्दाखेरि चाहिँ राज्यबाट दमन भयो, समाजबाट चाहिँ हेपियो, च्यापियो, उसले पाउने अधिकार पाएन, त्यो विषयमा दलितको विषयमा बोल्ने हो क्या। ऊ आत्मदाह गरिरहेको छ त त्यो त त्यस हरेक कुरामा दलित जात लर जोड्नु पर्ने आवश्यकता हुँदैन। दलित भनेर समाजबाट हेपियो, च्यापियो, होइन, घृणा गरियो, त्यस्ता काम भयो भने चाहिँ दलितको विषयमा बोल्ने हो। खगेन्द्र सुनार ल हामी बोल्ने त हाम्रो पाटो छँदैछ होइन। खगेन्द्र सुनारलाई चाहिँ यो किनभने हिजो एउटा छुट्टै हेर्छ नि त, त्यो नेल लगाएर गएर माइती घरमा दलितलाई खै भन्दै बसेको मान्छे हो नि त। त्यही भएर अहिले दलितले त्यस्तो हुँदाखेरि बोलेन भन्छन् के। त्यो त कसैले राज्यले दमन गरेर, कसैले हेपेर, च्यापेर, कसैले गरेर हत्या गरेको होइन नि त। त्यो त आत्मदाह हो। अनि त्यो विषयमा चाहिँ किन बोल्नुपर्ने खासमा? मतलब दलितको हिसाबले किन बोल्नुपर्ने? अरू कुराले बोल्न पाइयो होइन। मैले भन्न खोजेको त्यो हो क्या। दम हामी जिम्मा लिन्छौँ, यो परिवारको जिम्मा लिन्छौँ, यो समुदायको जिम्मा लिन्छौँ। कहाँ छ खगेन्द्र सुनार? हिजो नेल लगाएर आएको भनेर खोजिएको थियो सदनमा, सडकमा। यहाँ छ खगेन्द्र सुनार, यो नेल लगाएर आएको खगेन्द्र सुनार हो। बाको दाइ बाउजूको हातखुट्टामा तेल लगाएर आएको खगेन्द्र सुनार होइन। यस्तो पन्ज हाने, यस्तो पन्ज के होइन। बाको अनि दाइ बाउजूको, केपी बाको र शेरबहादुरको खुट्टामा तेल लगाएर यहाँको होइन यो खगेन्द्र सुनार बबाल। एउटा योभन्दा चाहिँ तपाईँहरूले सायद हेर्नु पनि भएको थियो होला होइन। एउटा एमाले नेता अब सिधै भन्दा भयो, ऐन महरले चाहिँ बालेन मुर्दाबाद भनिरहेको थियो नि त, त्यसैको रिप्लाई स्वरूप हो कि यो खगेन्द्र सुनारको पञ्च। हेर्नु न पञ्च यस्तो दामी के। हामी नेल लगाएर आएको एउटा विद्रोहीलाई कति बेला विद्रोह गर्नुपर्छ, कति बेला विरोध गर्नुपर्छ भन्ने कुरा हामीले बुझेर आएका छौँ। अहिले विपक्षीका साथीहरूलाई दलितको बडो माया लागेर आएको छ। कमरेड उठ्नुहोस्, एकचोटि यो अभियानमा जुट्नुहोस्। दलित मार्ने क्रम रोकिएको छैन। उठ्नुहोस्, साथ दिनुहोस्। काङ्ग्रेसका साथी उठ्नुहोस्, एमालेका साथी उठ्नुहोस्। कर्णालीमा 6 जना मरेका हैनन् त्यति बेला, लहेटी मारेका हुन् नि त। नवराज विकहरूको दम छ भने, त्यो आँट छ भने, यी सबै घटनालाई एकचोटि पल्टाएर हेर्नलाई म सबैलाई ध्यान आकर्षण गर्न चाहन्छु। र यो घटनामा जसरी सरकारले सदा सहायता देखाएर यो परिवारको जिम्मा लिएको छ, यो जिम्मा यो देशभरिका ल यो अहिलेको सरकारले त जिम्मा लियो, घटनाको जिम्मा लियो, परिवारलाई बाल्ने उसको श्रीमतीलाई जागिर दिनदेखि लिएर कुरा गर्यो होइन। तिमीहरूले चाहिँ के गरेथ्यौ? ल अहिले विषय दलितको आवाज उठाइरहेछौ नि जसरी होइन। तिमीहरूले यो खासमा यो राजनीति गर्नलाई मात्र उठाउने हो। तिमीलाई माया लागेर, दया लागेर कसैको कुरा उठाउँदैनौ खासमा। तिमीलाई चाहिँ अब भोट कहाँबाट तान्नुपर्छ भन्ने विषयहरू आयो भने चाहिँ बल्ल त्यति बेला चाहिँ तिमीहरू बोल्ने हो। जोसुकैको विषयमा, दलित मात्र होइन, कसैको पक्षमा बोल्नु पऱ्यो भने चाहिँ त्यो थियो तिमीहरूको राज्य, तिमीहरूको सत्ता हुँदाखेरि चाहिँ कति दलितले होइन न्याय पाएर कति दलितको हत्या भएको थियो। त्यो पुलबाट लहेटी त्यत्र मारेका होइनन् खै त? तिनीहरूलाई केही गरेछौ? गरेका थियौ तिमीहरूले? केही पनि थिएन। लाजै छैन। लाज लाग्ने भयो भन्दा दलितको यो देशको जिम्मा लिन आएका हौ हामी जिम्मा लिन्छौँ। घटनाबाट भाग्दैनौँ, दलितको मुद्दाबाट भाग्दैनौँ। यति कुरा तपाईँको बिचमा राख्न